नमस्कार सम्पूर्ण साथीहरू। आज मैले यो मेरो भिडियो मार्फत मैले पढेका उपन्यासहरूमध्ये मलाई उत्कृष्ट लागेका 10 वटा उपन्यासहरू मैले यहाँ यो भिडियोमा लिएर आएको छु। पढ्न त धेरै किताबहरू पढ्नुहुन्छ साथीहरूले र मैले पनि पढ्ने गर्छु र त्यो पढेका किताबहरू मध्ये सबै किताबहरू उत्कृष्ट नलाग्न सक्छ, किनकि व्यक्तिको रुचि अनुसार, स्वभाव अनुसार, पढ्ने छनौट गर्ने तरिका अनुसार कसैलाई कस्तो खालको किताब मनपर्छ, कसैलाई कस्तो खालको किताब मनपर्छ। मैले जनरली यो भिडियोमा यो 10 वटा किताबहरू मेरो आफ्नो पोइन्ट अफ भ्यूबाट मलाई उत्कृष्ट लागेका किताबहरू, पढ्न त धेरै किताबहरू पढियो, धेरै उपन्यासहरू पढियो, आख्यान गैर आख्यानहरू धेरै पढियो, त्यो मध्ये पनि उपन्यासमा चाहिँ उत्कृष्ट लागेका उपन्यासहरू मैले यहाँ 10 वटा लिएर आएको छु। साथीहरूले किताबहरू पढ्नु भएको छ कि छैन, छ भने तपाईहरुलाई यो मध्ये उत्कृष्ट लाग्ने किताबहरू र योभन्दा बाहिरका अन्य किताबहरू पनि उत्कृष्ट लागेका किताबहरू मेन्सन गरिदिनु होला कमेन्टमा। र मैले देखाउन चाहे यो 10 वटा उपन्यासहरू, किनकि यी उपन्यासहरू को विषयवस्तु, यसका पात्रहरू यो पढिसकेपछि पनि लामो समयसम्म यो चाहिँ मानसपटलमा घुमिरहने खालका भएको कारणले मैले मेरो रोजाइमा धेरै किताब मध्येबाट यो 10 वटा किताबहरू लिएको हुँ। सुरुमा लिएको छु मैले यो पानीघट्ट भन्ने उपन्यास, जुन सुरेश प्राञ्जलीले लेख्नु भएको छ। यो विशेष गरेर यो स्याङ्जा जिल्लाका विभिन्न ठाउँहरूमा केन्द्रित रहेर लेखिएको छ र यसमा चाहिँ मुख्य कुरा के छ भन्दा, एउटा गुरुङ संस्कृतिमा चाहिँ रोदी बस्ने परम्परा, अनि गएर त्यो गल्लाबाट चाहिँ छनौट भएर लाहुरे हुने परम्परा लगायतका विषयवस्तुहरू अत्यन्तै मिठो तरिकाले प्रस्तुत गरिएको छ। अनि अर्को रहेको छ यो सानु शर्माको यो उत्सर्ग भन्ने उपन्यास। यो उपन्यास पनि मलाई अत्यन्तै मन पर्यो र यसले चाहिँ पछिसम्म यसको विषयवस्तु मेरो चाहिँ मन मस्तिष्कमा मानसपटलमा घुमिरह्यो। यसमा विशेष त के छ भन्दा, अहिलेको मोडर्न चाहिँ जमाना अनुसार बाबुआमा दुईटै जागिरी हुँदा अथवा विदेश हुँदाखेरि बच्चाहरूलाई सानैदेखि होस्टेल छोड्ने, अनि ती बच्चाहरू एक्लोपनमा हुर्किँदै जाँदाखेरि उनीहरूमा कस्तो खालको प्रवृत्तिको विकास हुन्छ, अनि गएर उनीहरूको प्रेम सम्बन्धका कुराहरू, पछि पढ्न जाने कुराहरू, अस्ट्रेलियासम्म पुग्ने कुराहरू लगायत अत्यन्तै गहन विषयमा राम्रोसँग यो उपन्यास चाहिँ लेखिएको छ। यो पनि मलाई मन पर्यो। त्यसैगरी अर्को रहेको छ यो नथिया, यो सरस्वती प्रतीक्षाज्यूको नथिया। यसमा चाहिँ खास यो बादी बस्तीको विषय उठाइएको छ, बदिनीको विषय उठाइएको छ, उनीहरूका सङ्घर्षका कुराहरू छन्, उनीहरूका दिनचर्याका कुराहरू छन्। अत्यन्तै रियलिस्टिक रूपमा उनीहरूको धरातलमै गएर लेखिएको हुनाले यो बादी बस्तीको विषयमा हामीलाई बुझ्न अत्यन्तै सहयोग हुने र एकदमै मिठो, त्यो एउटा बदिनी भइसकेपछि उनीहरूले भोग्नुपर्ने पीडाहरू के छन् भन्ने विषय यसमा उठाइएको छ। यसैगरी अर्को रहेको छ यो पहेँलपुर। यो पहेँलपुर चाहिँ अब जीएस पौडेलजीले लेख्नु भएको हो। यो पहेँलपुर चाहिँ अब यसमा चाहिँ यो जीएस पौडेलको यसभन्दा अगाडिको उपन्यास चाहिँ एक सरको माया अत्यन्तै लोकप्रिय रह्यो, धेरै पाठकहरूले रुचाउनु भयो। त्यसपछि यो दोस्रो पहेँलपुर आएको छ। यो पनि अत्यन्तै यो फरक विषयवस्तुमा, एउटा फरक खालको फुलको विषयमा र एउटा फरक खालको संरचना, फरक खालको संसार, एउटा साम्राज्यभित्र चाहिँ यसले लैजान्छ र अत्यन्तै यो पनि एकदमै पढ्नै पर्ने किताब र एकदमै राम्रो लागेको किताब हो मलाई। त्यसैगरी अर्को छ यो नयनराज पाण्डेको शल्यवीर। यो शल्यवीर अत्यन्तै मार्मिक छ। यो पढ्दाखेरि आँसु नखस्ने सायद कमै हुनुहुन्छ होला। यो माथि हिमालतिरको कथा छ, फुर्बाको कथा छ, पेमाको कथा छ, छिरिङको कथा छ। अत्यन्तै राम्रो, अत्यन्तै पढ्नै पर्ने किताब यो छ। अनि अर्को छ महाभारा। यो वसन्त बस्नेतजीले लेख्नुभएको महाभारा पनि यो एउटा डुक्पा भन्ने पात्र छ, त्यसको उटपट्याङ चरित्रसँग सम्बन्धित छ। पढ्ने कुरामा डुक्पा चाहिँ एकदम पछाडि, तर अन्य कुरामा चाहिँ पालामा गाउने कुरा, नाचगानका कुराहरू, सोल्टिनीमा चाहिँ अत्यन्तै प्रिय हुँदै गएर यो चाहिँ आफ्नो प्रेमिकालाई छाडेर त्यो चाहिँ डुक्पा चाहिँ मधेस झर्ने, ड्राइभर हुने,
अनि त्यसमै गएर जनयुद्धका कुराहरू जोडिने धेरै मार्मिक किताब छ यो महाभारत। त्यसै गरी अर्को छ मैदारो। अत्यन्तै मलाई मन परेको किताब हो यो मैदारो। यो भुपिनजीले लेख्नु भएको हो। यो खास गरेर एउटा विभेदको विषयमा, एउटा चित्रकारको विषयमा, एउटा दलित अथवा तल्लो जातिको व्यक्तिले चाहिँ भोग्नुपर्ने कुराहरू, कथा, यसमा सङ्घर्ष, पीडा, दमनका, उत्पीडनका कुराहरू छन्। अत्यन्तै राम्रो एउटा चित्रकार नदीन भन्ने पात्र हुन्छ यसमा, मुख्य पात्र, र त्यसको विषयमा लेखिएको एकदमै पढ्नै पर्ने किताब यो छ। र अर्को छ मुना चौधरीको यो दुलारी भन्ने किताब रहेको छ। यो भनेको एउटा मधेसको पनि दलित महिलाको चाहिँ जीवनमा केन्द्रित भएर लेखिएको हो। यसले आम मधेसी महिलाहरू, विशेष गरेर दलित महिलाहरू को गाँसबास र कपासको लागि तिनीहरूको सङ्घर्ष, अनि गएर त्यसमा गएर राजनीतिक द्वन्द्व आन्दोलनहरू पनि जोडिएको छ। अत्यन्तै यो मुसहर बस्तीतिरको कथा पनि छ यसमा। यो अत्यन्तै पढ्नै पर्ने किताब रहेको छ। र अर्को रहेको छ छाउघर। यो राज सरगमजीले लेख्नुभएको यो छाउघर अत्यन्तै मिठो। यो चाहिँ अब सुदूरपश्चिमको पहाडी जिल्लातिर अहिले पनि जुन विद्यमान छ यो छाउपडी प्रथा, त्योसँग सम्बन्धित रहे एउटा छाउ बसेकी किशोरीको 22 दिनको यसमा चाहिँ डायरी छ। तेस्रो दिन भनेको छ। यसै गरी गएर यो चाहिँ 22 दिनको यसमा डायरी छ। अत्यन्तै मिठो, एकदमै रियलिस्टिक रूपमा पढ्दाखेरि आनन्द आउने, अथवा त्यहाँको पीडा, तिनीहरूको सङ्घर्ष, त्यो अहिले पनि विद्यमान त्यो कुरीतिको विषयमा अहिले प्रकाश पारेको छ, र तिनीहरूको वास्तविक पीडा के छ, त्यहाँ छाउ प्रथा के हो भन्ने विषयमा एकदमै हामी ग्रास लेभलमै गएर बुझ्न सक्ने खालको किताब छ। र अन्तिममा 10वटा किताबमध्ये अन्तिममा यो घनश्याम खड्काजीको यो निर्वाण भन्ने किताब छ। यो पनि एकदमै राम्रो किताब छ। जिन्दगीमा निर्वाण प्राप्त गर्ने, मोक्ष प्राप्त गर्ने कुराहरू, होइन? जीवन भनेको के हो खास? मान्छे मरेपछि पनि यो जीवन चलिरहन्छ कि सकिन्छ, होइन? मानिस दुःख किन हुन्छ, दुःखका कारणहरू के हुन्, कसरी छुटकारा पाउने? यसको एउटा मुख्य नायिका एउटा मोनिका भन्ने छ। उसले भनेको चाहिँ खानु, पिउनु, बिहा गर्नु र छोराछोरी जन्माउनु र हिँड्नु मात्रै जीवन हो भने यो झर्को लाग्दो छैन। वास्तवमा जीवन यही नै हो। खानु, पिउनु, बिहे गर्नु, बच्चा जन्माउनु, हिँड्नु। वास्तवमा जीवन यति हो, अरू छैन। यसको जीवनको सार यही हो भन्ने विषयमा अत्यन्तै महत्त्वपूर्ण, एकदमै सिद्धान्त र दर्शनको गन्थन मन्थन सहित यसमा चाहिँ यो प्रेमका कुरा पनि छन्, आनन्दका कुराहरू छन्, सत्यका कुराहरू छन्। धेरै कुराहरूलाई जोडेर चाहिँ एकदम प्रेरणादायी पुस्तकको रूपमा यो लेखिएको छ। र यसमा चाहिँ पाठकले आफैलाई भेट्छ त्यहाँ पढ्दाखेरि, र हराउँछ, मान्छे पढ्दा पढ्दै हराउँछ, होइन? एकदम सनसनीपूर्ण चाहिँ घटनाक्रमहरू जोडिएको, विस्मयकारी मिलन र बिछोडका कुराहरू, अत्यन्तै मिठो किताब छ। यसरी मैले यो 10वटा किताबहरू मेरो पोइन्ट अफ भ्यूबाट एकदमै उत्कृष्ट लागेका किताबहरू हुन्। यिनीमध्ये साथीहरूले कुन किताब पढ्नुभयो, कुन किताब पढ्नु भएको छैन, मेन्सन गरिदिनु होला। हस्त, नमस्कार।